नमस्ते। यस विश्लेषणमा स्वागत छ जहाँ हामी आधुनिक नेपालको जग बसाल्ने राजा पृथ्वीनारायण शाहको जीवन, उनको अचम्मको रणनीतिक सूझबुझ र आजसम्म पनि गहिरो प्रभाव छाडिरहेको ऐतिहासिक विरासतको बारेमा चर्चा गर्दैछौँ। यो यस्तो विषय हो नि जसले इतिहासको पाना मात्र होइन, आजको दिनसम्म पनि निकै ठूलो अर्थ राख्छ। आउनुहोस् यो रोमाञ्चक ऐतिहासिक यात्रासँगै सुरु गरौँ। 54 एकपटक यो संख्यालाई मनन गरौँ त आजभन्दा 2 शताब्दी अघि यो क्षेत्र आज हामीले देखेको जस्तो एउटै सिङ्गो देश बिल्कुलै थिएन। यो त 54वटा साना निरन्तर झगडा गरिरहने र अत्यन्तै कमजोर राज्यहरूको एउटा अस्तव्यस्त सञ्जाल थियो। चारैतिर सधैँ अस्थिरता र द्वन्द्व मात्रै। अनि यहीँनिर एउटा अत्यन्तै रोचक ऐतिहासिक प्रश्न खडा हुन्छ। त्यस्तो अस्तव्यस्त र टुक्रिएको क्षेत्र कसरी एउटै शक्तिशाली एकीकृत राष्ट्रमा परिणत भयो त? साँच्चै भन्नुपर्दा यो परिवर्तन आफैमा एउटा चमत्कारभन्दा कम थिएन, जसको पछाडि एउटा अत्यन्तै स्पष्ट र बलियो दृष्टिकोण लुकेको थियो। यो युगान्तकारी परिवर्तनलाई राम्ररी बुझ्न हामी यस एकीकरण अभियानलाई मुख्य 6वटा चरणमा हेर्नेछौँ। एकीकरणको सपना, 3 चरणको रणनीति, विजय र निरन्तरता, नयाँ राष्ट्रको शासन, दिव्य उपदेश र अन्तमा यसको ऐतिहासिक विरासत। पहिलो खण्ड एकीकरणको सपना। हेरौँ यो विशाल दृष्टिकोणको सुरुवात कसरी भयो। यो सम्पूर्ण ऐतिहासिक परिवर्तनको जग एउटै ज्वलन्त सपनाबाट सुरु भएको थियो। 11 जनवरी 1723मा जन्मिएका युवा पृथ्वीनारायण शाहले सन् 1743मा अर्थात् जम्मा 20 वर्षको कलिलो उमेरमै गोर्खा राज्यको बागडोर सम्हालेका थिए। त्यसबेला गोर्खा एउटा सानो र निकै गरिब राज्य थियो। उनीसँग स्रोत साधन त अत्यन्तै सीमित थियो, तर उनको सपना भने असीमित र निकै विशाल थियो। यो भनाइ पक्कै पनि सुन्नुभएको होला, जुन आज पनि निकै प्रख्यात र अर्थपूर्ण छ। आफ्नो क्षेत्रको भूराजनीतिक संवेदनशीलतालाई गहिरोसँग बुझेका उनले भारत र चीन जस्ता 2 विशाल शक्तिहरूको बीचमा आफ्नो अस्तित्व बचाउन बलियो हुनुको विकल्प छैन भन्ने तथ्यलाई सटिक रूपमा औल्याएका थिए। उनले नेपाललाई 2 ढुङ्गा बीचको तरुल भनेर वर्णन गरे। यसको सिधा अर्थ थियो कि त आन्तरिक रूपमा बलियो भएर उभिनुपर्छ, कि त 2 ठूला शक्तिबीच पिसिएर सधैँको लागि मेटिनुपर्छ। दोस्रो खण्ड 3 चरणको रणनीति, विजयको अचूक योजना। अब महत्वाकांक्षाले मात्रै त 54वटा राज्य जित्न पक्कै सकिँदैन भन्ने कुरा उनलाई राम्ररी थाहा थियो। त्यसैले बनारस गएर सैन्य रणनीति र राजनीति राम्ररी अध्ययन गरेपछि उनले 3वटा एकदमै सुनियोजित चरणहरू बनाए। पहिलो, अनुशासित र साहसी गोर्खाली लडाकुहरूलाई तालिम दिएर एउटा शक्तिशाली सेना निर्माण गर्ने। दोस्रो, काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअघि त्यहाँका व्यापारिक मार्गहरूमा कडा नाकाबन्दी लगाउने, जसले गर्दा भित्र रसद पानी जानै नसकोस्। र तेस्रो, हतार नगरी एकदमै धैर्यतापूर्वक पहिले साना राज्यहरूलाई आफ्नो अधीनमा ल्याउने। तेस्रो खण्ड विजय र निरन्तरता, ती अत्यन्तै कठिन सङ्घर्षहरू। हेर्नुहोस्, योजना जतिसुकै उत्कृष्ट किन नहोस्, यसलाई व्यवहारमा उतार्न पक्कै पनि सजिलो थिएन। सन् 1744मा सानो राज्य नुवाकोटको विजयबाट सुरु भएको यो अभियान रातारात जादुमन्त्र भए जस्तो भएको थिएन। भयानक सैन्य असफलता र निराशाका बावजुद वर्षौंको अथक प्रयासपछि यो अभियान अन्ततः कीर्तिपुर जस्तो सुरक्षित सहर र त्यसपछि काठमाडौँको महत्त्वपूर्ण र कठिन विजयहरूमा परिणत हुन पुग्यो। कीर्तिपुरको युद्ध त यो अभियानकै सबैभन्दा कठिन परीक्षाहरूमध्ये एक थियो। काठमाडौँ छिर्ने मुख्यद्वार मानिने पहाडमाथिको त्यो बलियो सहर जित्न उनले 3-3वटा आक्रमणहरू गर्नु परेको थियो। पहिलो र दोस्रो आक्रमणमा त गोर्खाली सेनाले ठूलो हार बेहोर्नु पर्यो, जहाँ उनका भाइ सूरप्रताप शाहले एउटा आँखा समेत गुमाएका थिए। अन्ततः सन् 1766मा तेस्रो प्रयासमा मात्रै विजय प्राप्त भयो। युद्धपछि कीर्तिपुरलाई दिएको सजायलाई लिएर इतिहासमा विभिन्न विवादास्पद दृष्टिकोणहरू पाइन्छन्। हाम्रा स्रोतहरूले यसलाई विभिन्न कोणबाट हेरेका छन् र हामी यहाँ यति मात्र भन्न सक्छौँ कि यो ऐतिहासिक घटना एकीकरण अभियानको एउटा अत्यन्तै जटिल, दर्दनाक र कठोर मोड थियो। तर विजयको सबैभन्दा नाटकीय र उत्कर्षको क्षण भने इन्द्रजात्राको अवसरमा जुरेको थियो। यो साँच्चै नै एउटा गजबको रणनीतिक चाल थियो। 25 सेप्टेम्बर 1768मा काठमाडौँका राजा जयप्रकाश मल्ल जात्रा मनाउनमै मग्न भइरहेको बेला गोर्खाली सेनाले रणनीतिक रूपमा ठूलो युद्ध वा रक्तपात नगरिकनै काठमाडौँलाई आफ्नो नियन्त्रणमा लियो। उत्सवको समयलाई यसरी आफ्नो फाइदाको लागि प्रयोग गर्नु सैन्य रणनीतिको एउटा अब्बल नमुना थियो।
चौथो खण्ड नयाँ राष्ट्रको शासन। अब पालो नीति र व्यवस्थाको। अर्को 1 वर्षभित्रै ललितपुर र भक्तपुरलाई कब्जा गरेर सम्पूर्ण काठमाडौँ उपत्यकालाई नियन्त्रणमा लिएपछि शाहले आफ्नो राजधानी गोर्खाबाट काठमाडौँ सारे। अब उनी एकीकृत नेपालको पहिलो राजा बने र शक्ति सुदृढ गर्न उनले दूरदर्शी नीतिहरू लागू गर्न थाले। उनले बेलायती र चिनिए प्रभावबाट नेपाललाई पूर्ण रूपमा स्वतन्त्र राखे, राष्ट्रलाई एउटै सूत्रमा बाँध्न नेपाली भाषाको प्रवर्धन गरे। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले हिन्दू र बौद्ध दुवै परम्पराको संरक्षण गरे। देशका सिमानाहरूमा बलियो सैन्य प्रतिरक्षा निर्माण गर्दै उनले नेपाललाई असली हिन्दुस्तान अर्थात् वास्तविक हिन्दू भूमिको रूपमा स्थापित गरे। 5औं खण्ड दिव्य उपदेश, एउटा राजाको ईश्वरीय सल्लाह। एउटा राष्ट्र निर्माताको जिम्मेवारी उनको जीवनकालसम्म मात्र सीमित थिएन। आफ्नो मृत्युअघि दिएको दिव्य उपदेश नेपालको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण राजनीतिक दस्तावेज मानिन्छ। यो भाषण क्षेत्रीय स्तरमा कसरी आफ्नो अस्तित्व बचाउने भन्ने कुराको एउटा मास्टर क्लास नै हो भन्दा फरक पर्दैन। यसमा कुनै पनि मूल्य चुकाएर भए पनि पूर्ण स्वतन्त्रता कायम राख्न, विदेशीहरूलाई अन्धाधुन्द विश्वास नगर्न कडा चेतावनी दिएको छ र आन्तरिक एकतामा विशेष जोड दिएको छ। यसै उपदेशमध्येको यो भनाइ सायद सबैभन्दा शक्तिशाली र मननयोग्य छ। नेपाल 4 वर्ण 36 जातको साझा फूलबारी हो। उनले यो वानस्पतिक रूपक अर्थात् फूलबारीको उदाहरण प्रयोग गरेर के कुरामा जोड दिए भने यो भर्खरै बनेको नयाँ राष्ट्रको वास्तविक शक्ति भनेकै यसको अत्यधिक विविध जनसङ्ख्याको एकता र सहकार्यमा मात्रै निर्भर छ। सबै थरीका फूलहरू फुल्दा मात्रै फूलबारी सुन्दर हुन्छ भन्ने उनको एकदमै स्पष्ट र गहिरो सन्देश थियो। 6औं खण्ड ऐतिहासिक विरासत, यसको दीर्घकालीन प्रभाव। शाहको निधन 11 जनवरी 1775मा नुवाकोटको देवीघाटमा भएको थियो। एउटा अचम्मको संयोग के छ भने उनको निधन ठ्याक्कै उनकै 52औं जन्मदिनको दिन भएको थियो। उनले एकीकृत राष्ट्रमा जम्मा 7 वर्ष मात्र शासन गरे। तर सोच्नुस् त, ती छोटो 7 वर्षले शताब्दीयौंसम्मको इतिहास रचिदियो। एकीकृत राजाको रूपमा उनको शासनकाल निकै छोटो रहे तापनि उनका दूरदर्शी कदम र बलिदानहरूले आज हामीले चिनेको आधुनिक नेपाललाई जन्म दियो। उनकै दृढताको कारणले गर्दा नेपाल पूर्ण रूपमा उपनिवेश हुनबाट जोगियो र एउटा स्वतन्त्र राष्ट्रको रूपमा सधैँ उभिरह्यो। यसैले विश्व प्रसिद्ध गोर्खा सैन्य परम्पराको जग बसाल्यो र आज पनि उनको यही योगदानको सम्मानमा हरेक वर्ष जनवरी 11 का दिन राष्ट्रिय रूपमा पृथ्वी जयन्ती मनाइन्छ। उनको त्यो एउटै रणनीतिक दृष्टिकोण र अथक प्रयासले अन्ततः एउटा यस्तो शक्तिशाली राजवंशलाई जन्म दियो जसले सम्पूर्ण क्षेत्रको भू-राजनैतिक भविष्यलाई निरन्तर 240 वर्षसम्म दोहोर्यायो। एउटा मात्र व्यक्तिको दूरदृष्टिले इतिहासमा कत्रो ठूलो प्रभाव पार्न सक्दो रहेछ भन्ने कुराको यो एक अद्भुत उदाहरण हो। यस विश्लेषणको अन्त्यमा आइपुग्दा यो अन्तिम प्रश्नले पक्कै पनि गहिरो सोचमा धकेल्छ। एउटा गरिब राज्यको दूरदर्शी नेताको अनुशासित खाकाले कसरी एउटा लचिलो र आधुनिक राष्ट्रको निर्माण गर्यो भन्ने कुरा साँच्चै नै प्रेरणादायी छ। एउटा नेताको त्यो रणनीतिक दृष्टिकोण र राष्ट्रिय एकताको सन्देश आजको यो अत्यन्तै जटिल र आधुनिक भू-राजनीतिमा कसरी अझै पनि प्रतिध्वनित भइरहेको छ? यो यस्तो प्रश्न हो जसले इतिहासबाट सिकेर भविष्यको बाटो तय गर्न सधैँ घचघचाइरहनेछ। आजको लागि यस प्रस्तुतिबाट हामी